व्यापारी साथीहरूलाई नमस्कार है। यो बजेटको विषय 2083-84 को बजेट स्वर्णिम बागले अर्थमन्त्री ज्यूद्वारा प्रस्तुत गरिएको यो बजेट दुई तिहाई सरकार लगभग दुई तिहाई सरकारले ल्याउने बजेटप्रति धेरैले धेरै कुराहरूको आश राखेको थियो। केही कुराहरू राम्रो भएका छन्, केही कुरा हुनुपर्ने थियो भएको छैन। अब के कुराहरू राम्रा भएको विषयमा 10 लाखसम्मको आयमा कर नलाग्ने यो एकदम राम्रो विषय हो। किनभने मध्यमवर्गीय मान्छेहरूले प्राय सबैले 5-7 लाख 8 लाख 9 लाख खर्च कमाउँछन्। कमाएपछि खर्च अहिले एकदमै बढेको छ। यहाँ सबैलाई थाहा छ काठमाडौँमा बस्नलाई अथवा सहरमा जहाँ जस्तो बसे पनि नेपालमा महँगी चरम छ। त्यो भएर त्यो कुरा न्यायोचित छ। र त्यसपछि 10%ले जुन 39% कर लाग्ने थियो त्यसले चाहिँ 29 गरियो। त्यो पनि न्यायोचित छ। तर समस्या के छ भने त्यो कसको लागि हो भन्दा उच्च वर्गलाई 50-60 लाख रुपैयाँ वार्षिक आम्दानी गर्ने भनेको सामान्य मध्यमवर्गीय सामान्य दुवै हैनन्, उच्च वर्ग हो। र त्यस पछाडि अरू कुराहरू के राम्रा भयो भन्दा कृषिमा केही राम्रा बजेटहरू आए। अनि त्यसपछि के राम्रो भए भन्दा एआई आइटी राम्रो आछ। हाइड्रोको लागि राम्रो अवसरहरू दिएको छ। इभी गाडीमा सस्ता इभी गाडीमा राम्रो अवसर छ र पर्यटक व्यवसायीहरूको लागि राम्रो छ है। राम्रो कुरालाई राम्रो भन्नु पर्यो। अब त्यस पछाडि अब के कुरा चाहिँ अलिकति नगर्दै भए हुन्थ्यो हैन। शिक्षा स्वास्थ्य र बत्तीलाई प्रायोरिटी दिने भन्दा त्यसमा 5% कर लाग्यो। त्यो कुरा एउटा नगर्दै भए हुन्थ्यो। किनभने त्यो तिर्ने भनेको उपभोक्ताले हो हैन। उद्योगहरूले त भ्याट रिफन्डमा लिइहाल्नुहुन्छ। तर यो तिर्नुपर्ने भनेको आम उपभोक्ताले मात्रै हो। आम उपभोक्ता भनेको जसको घरको मिटर तपाईँ व्यक्तिको नाममा हुन्छ। त्यस पछाडि शिक्षामा लागिएको कर अब घुमाउरो हिसाबले विद्यालयले त्यो अभिभावकलाई नै राख्ने हो। त्यो भएर त्यो अलिकति न्यायोचित छ कि छैन। कतिको राम्रो भयो। स्वास्थ्यमा कर बिरामी भइयो, सरकारी अस्पतालको क्यापेसिटीले धान्दैन, चाहिए जति क्यापेसिटी छैन। अब नभएपछि कहाँ जाने भन्दा प्राइभेटमा कर लगाएपछि प्राइभेटले गर्ने के हो भन्दा त्यो करको त हामीलाई पनि तिराउने हो हैन। आम उपभोक्तामाथि नै भार दिने हो भनेपछि यो स्वास्थ्यको विषयलाई पनि अलिक गम्भीरतापूर्वक नलिएको हो कि या यसबाट ठुलो 3% आम्दानी गर्दा धेरै ठुलो आम्दानी हुने पनि होइन। राज्यले अलिकति विचार गर्दै हुन्थ्यो कि भन्ने कुरा लाग्यो। अब रह्यो हामी व्यापारी मध्यमवर्गीय व्यापारीहरूले यो पल्ट धेरै आश गरेको थियो बजेटबाट। भ्याट कमसेकम 10 मा त झारिएला नि हैन। जीएसटी लगभग इन्डियामा प्राय वस्तुहरूमा 5% छ। कुनै वस्तुमा 12-18 पनि छ। तर प्रायमा अति आवश्यक वस्तुहरूमा 5% छ अथवा 0 छ। तर नेपालमा 13% भ्याट सबैमा छ। अब त्यसलाई चाहिँ 10 सम्म झार्दै हुन्थ्यो कि अझ 5 गर्दै गजब हुन्थ्यो। अनि त्यसपछि अब यसमा फेरि प्रश्न आउला है धेरै साथीहरूले, अब यो सबै घटायो भने राज्यले खर्च कसरी चलाउँछ, यत्रो खर्च छ, यति छ भन्ने आउला। हो खर्च छ नि हैन, सबै कुरा छ। तर कर पेलेर हैन, त्यसलाई चाहिँ अलि राम्रोसँग अलि ढङ्गसँग पुर्याएर गर्यो भने करले कहिले पनि हामीलाई राज्यलाई भार पुर्याउन सक्दैन। किन सक्दैन भने करको दर कम भयो भने सबैले कर तिर्छन्, सबैजना समेटिन्छन्, कालो बजारी बन्द हुन्छ। यो हुन्डी अनि विभिन्न यो इन्डियाबाट आउने कर नतिरेर ल्याएको भन्सारका सामान चोरी पैठारीहरू सबै बन्द हुन्छ। भन्सारमा हुने पैठारीहरू के भन्छन् नि, हामी सब कुराको उपचार भनेको भ्याट घटाइदिनु, दर घटाइदिने, दरबन्दी भन्सारमा दर घटाइदिने। राज्यले अहिले फेरि एउटा डोमेस्टिक प्रडक्ट कर लागेको छ। डोमेस्टिक प्रडक्टहरूलाई बचाउनको लागि कर किन लाउनु पर्यो? डोमेस्टिक प्रडक्टहरू आत्मनिर्भर बन्नको लागि कर लगाएर होइन नि, यसलाई चाहिँ अरूसँग पनि लड्न सक्ने बनाउनु पर्यो हैन। कम्पिटिटिभ टु वर्ल्ड हुनु पर्यो। कम्पिटिटिभ वर्ल्ड भयो भने अनि हामीले एक्सपोर्ट गर्न सक्छौँ। नभयो भने हामीले यतापट्टिको सामानहरूमा कर बढाउँदै लाने अनि त्यो चाहिँ एउटा सिन्डिकेट जस्तो क्रिएट गरेर जबरजस्ती
केही उद्योगलाई फाइदा दिने जस्तो लागिन्छ। अब रह्यो मध्यमवर्गीय ट्रेडिङ गर्ने व्यवसाय, उहाँहरूको हकमा के भयो? के पनि भएन, के पनि भएन। दरमा कुनै परिवर्तन भएन, डोमेस्टिक प्रडक्ट कर अझ थप लाग्यो। त्यसपछि आजको दिनमा सबैभन्दा बढी रोजगार कसले दिएको छ तपाईँहरूलाई थाहा छ? 85% नेपालमा रोजगार दिने भनेकै यस्तै पसल व्यवसाय। एउटा पसलमा 2-3टा स्टाफहरू हुन्छन्, काम गर्ने हुन्छन्, कर पनि बढी तिर्छन्, सबैजना चाहिँ जेन्युन हुन्छ। अब त्यो करमा छुट 4 वर्ष 5 वर्षदेखि रिन्यू नगरेकालाई छुट, त्यो प्राय हामी जस्ता व्यापारीहरूको हकमा परिन्न। किन परिन्न भने सामान्य साना व्यापारीहरूले कर तिरेकै हुन्छ, होइन? कर तिरेकै हुन्छ, त्यही भएर यो भएन। अब राज्यले एकातिर एमआरपी चाहिँ कम्पलसरी गर्ने भन्ने, कम्पलसरी गराउनुपर्छ भन्ने, सबै कुरा गर्ने, हामी पनि तयार। तर केही कुराको चाहिँ समस्याहरूलाई समाधान गर्नको लागि हरफेर गर्न तयार नहुने। अब यसले यो समस्याको समाधान कसरी गर्छ है व्यापारी साथीहरू, तपाईँहरूले पनि सोच्नु होला है। एमआरपी लाउनु छ, ठिक छ, कसरी लाउने, के लाउने, यो विषयमा संवाद हुन सकेको छैन अहिलेसम्म स्टेक होल्डरसँग, होइन? अब एफएनसिआईसँग, ठुल्ठुला चेम्बरहरूसँग गरेर त केही काम रहन्छ। गाडीहरू फुतुफुतु भन्सार यादमै नआइकन भन्सार भएको हामीले सुन्यौँ समाचारहरूबाट, होइन? सत्य तथ्य भोलि थाहा होला, तर सुन्यौँ नि, देख्यौँ नि, होइन? अब मर्ने को भने तपाईँ हामी जस्तो व्यापारी एमआरपी लागू गर्ने, ठिक छ, ओके फाइन, लगाउनुहोस्, हामी पनि सहयोग गर्छौँ। तर त्यसको लागि समस्या जे छ, भन्सार दर कम गर्नु पर्यो, नम्बर 1, भ्याटलाई कम गर्नु पर्यो, नम्बर 2, नम्बर 3 भनेको कालोबजारी र यो अनौपचारिक व्यापार जुन छ त्यो सबैलाई बन्द गर्ने। यी दुईटा चिज गर्यो भने 100% यो सबै बन्द हुन्छ। यो हुन्डी, कालोबजारी, अनौपचारिक बजार, के भन्ने शब्दहरू नेपालबाट हराएरै जान्छ। व्यापारीहरूले मस्तसँग व्यापार गर्छन् र यसले टुरिज्मलाई पनि सपोर्ट गर्छ। कसरी गर्ला भन्ने सोच्नुहुन्छ भने सपिङ टुरिज्म पनि हुन्छ, सामानहरू किन्ने टुरिस्टहरू पनि हुन्छन्, होइन? तिनीहरूले चाहिँ नेपालमा सामान सस्तो छ भनेर किन्न खरिद गर्न आउँछन्, त्यस्तो टुरिज्म पनि बढाउँछ। राज्यले यतातिर ध्यान दिने कि नदिने? दिए राम्रो, नदिए निश्चित छ हामी जस्ता व्यापारीहरू पलायन हुने, हामी जस्ता व्यापारीहरूले व्यापार छोड्नुपर्ने निश्चित छ। अब म यो कुराहरू सम्बन्धित निकायमा पुग्छ भने यसो गौर गरिदिनु होला, सम्बन्धित स्टेक होल्डरहरूसँग कुरा गरिदिनु होला, छलफल गरिदिनु होला, र अहिले बजेटमा केही हेरफेर गर्न मिल्छ भने गराएर सबैलाई चाहिँ एउटा सहुलियत दिनु होला। एउटा दुईटा उद्योग चलेर हुँदैन, होइन? ट्रेडिङ चल्यो भने मार्केट बन्छ, मार्केटले खोज्ने भनेको कस्टमर हो। कस्टमर सबै सामान महँगो छ भने विदेशिसकेका छन्, विदेशबाट सामान ल्याउने, बोर्डर एरियाका सबै कुरा तपाईँहरूले देखिरहनु भएको छ, थाहा छ, गरिरहनु भएको छ। त्यही भएर यसको उपाय जड यही हो, दर घटाउनुहोस्, भ्याटलाई सक्नुहुन्छ कम गरिदिनुहोस्, नभए एटलिस्ट भन्सारको दर चाहिँ कम गरिदिनुहोस् है सरकार। धन्यवाद।